हामी चाहिँ घरभन्दा अलिकति पर माथि डाँडामा आइपुग्यौँ। यो डाँडाबाट चाहिँ सैमीको डाँडा, त्यसपछि दररा, त्यसपछि यो चढको सबै घरहरू देखिन्छ। अनि त्यसपछि आएर गुम्बा पनि देखिन्छ यहाँबाट, वाइट गुम्बा। यहाँबाट देख्न नजिक पर्छ गाइस, तर कति धेरै टाढा पर्छ। मेरो सेनामिनाहरू चाहिँ यहाँ गइरहेछ। यता हेर, यहाँ चाहिँ एकदमै पहाड जस्तै घर छ। गाउँहरू पानी पनि कस्तो मिठो पाइन्छ। यहाँ चाहिँ यति मिठो पाउँछ। हामी त पानीमा ठानी पोखिन्छ अहिले। हामी त हसनटारबाट धेरै टाढा आइसकेका छौँ। हेर्नुहोस् त सबैजना थाकेका जस्तोहरू देखिरहेछन्। अहिले भर्खरै पानी खाएर आइसकेका छौँ हामी। अब एउटा मन्दिरमा पुगिसकेका छौँ। यहाँ त झन् धेरै मिठो पानी पाउँछ। अघि नै पनि मिठै पानी खाएर आएको हामी, होइन गाइस? हो कि होइन गाइस? हामी चाहिँ चियमचक पाउँदै हिँड्न थाल्यौँ घुम्नलाई। हेलो, फाइनल्ली हामी चाहिँ गुम्बा आइसकेको छौँ। गुम्बा चाहिँ यहाँ यति धेरै राम्रो जङ्गलको बिचमा है, यो हसिनटारको गुम्बा हो। यति राम्रो सुन्दरता। वाउ, यो झन्डाले त झन् यस्तो मनमोहनै लाग्ने। ल हेर्नुहोस् त कति राम्रो झन्डाहरू छन्। यो बुद्ध भगवानको, हाम्रो नेपालको शान। वाउ, हजुरहरूलाई कस्तो लाग्छ? जस्ताको तस्तै कमेन्ट गर्नुहोस् अनि प्रतिक्रिया पनि दिनुहोस्। यस्तै भिडियो हामी फेरि पनि देखाउँछौँ। यहाँबाट अनि देखिने सुन्दरता हाम्रो काठमाडौँ। हेलो, फाइनल्ली हामी चाहिँ हसनटारको गुम्बा घुमेर लगभग हामी चाहिँ हाम्रो गन्तव्य यात्रा पुरा गरेर हामी चाहिँ हाम्रो घर फर्किँदैछौँ। फर्किने क्रममा हामी अर्कै बाटो आएर घुमेर एक राउन्ड एउटा रोटी पकाए जस्तै गरेर एक राउन्ड घुम्दैछौँ। अब खाजा पनि खाइयो बिचमा, अनि ठ्याक्क घर पनि आइपुग्यो। अब यहाँ ठ्याक्क घरभन्दा माथि देखिने आफ्नो घरपट्टि भिडियो बनाइरहेको छु, देखिने सिनहरू। थ्याङ्क यू गाइज मेरो भिडियो हेरिदिएकोमा। अनि सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला।